इन्द्रजी? त्यो एउटा जिएलएस पनि हुनसक्छ, जेलस जिएलएस पनि हुनसक्छ, नत्र भने अब यो के अरे अदालतले होइन, अदालतले यो तेरो सम्पत्ति हो भनेर के अरे निर्णय गरिदिएको छ। मालपोतले नापीले दिएको छ, पूर्जा दिएको छ होइन। त्यसमा चाहिँ नि ब्याङ्कको चाहिँ नि अब ब्याङ्कले चाहिँ नि के अरे अब लोन दिएको छ होइन। त्यो आदि कुरा सबै हुँदाहुँदै पनि अब किन गर्नु के त म महानगर नै तपाईँप्रति जेलस भयो? महानगर जेलस भयो अहिले? महानगर हो या के हो होइन, केही न केही होला नि त्यसमा पनि। प्रमाणले साथमा लिएर राज्यले घरमा जोडन लाउँदैन होला, यो त पत्याइँदैन। तपाईँहरूले जो हेर्नुभयो अब के अरे प्रमाण निष्ठा के थियो र के आशंका गरेँ। अब यो कुरा तपाईँहरू प्रश्न हेर्नु भएको छ, बुझ्नु भएको छ। मैले सबैलाई सार्वजनिक जानकारीहरूलाई मैले कहाँ दिएको छु। आज यो ठाउँमा पुगिसकेपछि सत्य बोलिदिनुहोस् न, मापदण्ड मिचिएको थियो थिएन, नक्सा जस्तो त्यस्तै भवन थियो थिएन? होइन, मापदण्डमा लिएर राम्रो प्रश्न गर्नुभयो तपाईँले। मापदण्ड अनुसार थिएन, मापदण्ड मिचिएको थियो भने होइन। त्यो चाहिँ नि के अरे नक्सा पास गर्दाखेरि कसरी भयो? मापदण्ड त उसले पनि के अरे ब्रो गर्नु पर्यो नि, मापदण्ड पास गर्नु। यो खुलाइदिनुहोस् न, कसले गर्यो नक्सा पास? एउटा कसरी नक्सा पास भयो भनिदिनुहोस् त। ठ्याक्कै यो संयन्त्र के हो? यो नक्सा एकैछिन दिदी भनिदिनुहोस्। वडा र नगरपालिकाले गर्ने तपाईँलाई थाहा छँदैछ नि कसरी भयो त? त्यही त टेबल मुनिबाट भयो कि कसरी भयो? यसमा पनि के छ भने प्रभाव कसरी त्यो जग्गाको चाहिँ उनीहरूले के अरे राजस्व दिन्छन् होइन, यी सबै कुराहरू। यसमा पनि दबाब र प्रभावमा पारियो कि भन्ने छ। अब आशंका भइहाल्छ। हेर्नुहोस्, तपाईँको घर बन्केको छ, तपाईँ भित्रमा हुनुहुन्छ। मैले प्रश्न गर्नुपर्छ हामी के गर्नु? दबाब प्रभाव यो बाध्यता हाम्रो मेरो कारणबाट कोही मेरो प्रभाव पर्यो भने त राम्रो पनि हो, मलाई ठिकै हो। एकदम नक्सा पास छ होइन, नक्सा पास छ चाहिँ नि अब पूर्जाको आधारमा वडा कार्यालय र नगरपालिकाले गरिदिएको छ। इन्द्रजी आज देशले जान्न खोजेको के यो ब्युरोक्रेसी कसरी चल्दो रहेछ, कर्मचारी तन्त्र कसरी चल्दो रहेछ, स्थानीय तहका नेताहरू कसरी चल्दा रहेछन्, प्रतिनिधि कसरी चल्दा रहेछन्। तपाईँको त्यो नक्सा तपाईँले भन्नुभयो केही यो चाहिँ अनाधिकृत ढङ्गबाट या भनौँ नक्सा विपरीत भयो भनेर भन्दै हुनुहुन्छ। त्यो पास गर्ने मान्छे चाहिँ को थिए, कसरी पास भयो, अब कुन किसिमले काम हुँदो रहेछ भन्नुहोस् न। अब ब्युरोसी कुरा चाहिँ उनीहरू आफैले जानु, सबै जनताले भोग्ने कुरा हो होइन। अब जहाँसम्म यो चाहिँ नि नक्सा अब प्रमाणिक कुराहरू हुन्छ, त्यो प्रमाणिक कुराहरूमा चाहिँ के उनीहरूले जसले दियो, सुझाव जसले दियो, नक्सा जसले पास गरिदियो, जसले चाहिँ नि एउटा चाहिँ नि यो व्यक्तिको जग्गा हो, सरकारी जग्गा होइन भनेर एउटा सम्मानित अदालतले निर्णय गरिदिएको छ होइन। ब्याङ्कले चाहिँ के अरे लोन चाहिँ नि दिएको छ, यी सबै जसले दिएको हो उनीहरूले नै के फिर्ता गर्नु पर्यो। ओडादेखि तानिनु पर्यो, ओडादेखि तानिनु पर्यो। तानिनु परेन त उसले सही गरिदिएको छ नि। मेरो जग्गा बेठिक थियो भने अथवा मेरो छोरीको जग्गा बेठिक थियो भने किन दिए त नक्सा के अरे प्रमाणित गरेर पास गरेर भने किन राजस्व लिन्छन् होइन। अब त मैले भने त अब के तपाईँहरू बस्ने खाने त्यसै खोइ नक्सा नभए त्यो भनिएको छ त नक्सामा नभए, नक्सा नभए त ओडाले चाहिँ नक्सा पास गरेर दिनेछ होला। पूर्जा दिएको छ के अरे ट्याक्स हामीले के अरे मालपोत तिरेको छौँ। 8.5 तलाकै थियो नक्सा पास, 5 तलाको भन्ने होइन 6 तलाको हो। यता त कति हुन्छ काठमाडौँ हेर्नुहोस्, दिल्ली बजार त्यो हेर्नुहोस्, कता कता बिल्डिङहरू छ, अरू न्यु रोडतिर हेर्नुहोस्, ती सबै 5 तलेवाला हो। अनि 12-15 तला भएको छ है। अलिकति यो भर्याङ चाहिँ अलिकति मापदण्ड मिचेर थियो भन्ने कुरा आइरहेको छ। भर्याङको भाग बिचरा भर्याङ हिँड्नु त पऱ्यो, 4-5 घर बनाएपछि सरकारी जग्गामै भर्याङ खडा गरिदिने त्यो मापदण्ड बिनाएको थियो कि थिएन भन्ने कुरा होइन। मापदण्डभित्र सबै कुरा म त्यस्तो चाहिँ गैर कानुनी काम गर्ने, मापदण्ड मिच्ने, नियम कानुन मिच्ने, कसैलाई अन्याय गर्ने, कसैलाई रुवाउने मान्छे होइन। म कसैलाई ठग्दैन पनि, सबैलाई मैले सहयोग गरेको छु यो टोल एरियामा होइन। होइन भने त्यो मैले भने नि पुलहरू बनाइदिएको छु समाजको लागि, त्यस्ता प्रधानमन्त्रीले बनाएको छ र सरकारले बनाएको। मेरो व्यक्तिगत तर्फबाट सबै कुरो गरिदिएको छु नि मैले। त्यसै गरी पनि मेरो विचार, मेरो भावना के रहेछ भन्ने कुरो त सबैले बुझ्नुपर्ने हो नि। तर पुल बनाएको घरमा छुट चाहिँ हुँदैन होइन। तपाईँ नियम सङ्गत हुनुहुन्छ हुनुहुन्न भन्ने कुरा प्रधान हो। फेरि अनि तैँले पनि नियमसँग त इन्द्र चाहनु त के त्यस्तो खालको अन्याय गरेको छैन कसैलाई। धेरै नै जान्न खोजेको नि इन्द्रजी, तपाईँ कुनै पार्टी निकट हो त्यस्तो केही छ? धेरै जान्न खोजिरहेको नि। फेरि आजसम्म चाहिँ कुनै पार्टीमा बसेर काम गर्ने मान्छे म होइन हो कि यो उमेर भयो। तर अहिले यो चाहिँ धरानका मेयर साहब हुनुहुन्छ नि, मेयर साहब हुनुहुन्छ नि मान्य, अहिले त हुनु मान्य हर्क साहब, उहाँ चाहिँ उहाँको विचार सुन्दा, उहाँको काम व्यवहार हेर्दा, उहाँको सरलता हेर्दा होइन
अब सबै कुरा हेर्दा चाहिँ देशप्रतिको माया होइन, जनताप्रति गरिब दुखीप्रतिको उहाँको विचार, यी सबै कुरा हेर्दा चाहिँ त्यतामा लागौँ के भन्दैछु म त। योभन्दा अघि कतै हुनुहुन्थ्यो? योभन्दा अघि कतै हुनुहुन्थ्यो तपाईँ? कुनै पार्टीमा सदस्यता लिएर बस्नु भएको थियो? कहीँ होइन, यहीँ थिएँ नेपालमै। कुनै पार्टीमा हुनुहुन्थ्यो कि नै? नेपालमै मैले भने त कुनै पार्टीमा त्यस्तै थियो, मेरो सक्रियता थिएन। मैले खालि समाजसेवा गरेर बसेको मान्छे हुँ म। तपाईँको सम्पर्क छ? धेरै सबै मिडिया